हेलो नमस्कार साथीहरू। आज हामी नेपाली पैसाको पुरानै पैसाको बारेमा गफ गर्नेछौँ है। अब कतिले भन्छ यो रुपियाँको यति हजार आउँछ, यो रुपियाँको यति लाख आउँछ, यो रुपियाँको यति करोड पर्छ भनेर तपाईहरुले युट्युब पनि हेर्नुभएको होला, टिकटक पनि हेर्नुभएको होला। तर त्यस सबै भ्रममा तपाईहरु नपर्नु होला है। अब यो खालको सिक्काहरु सायद तपाईहरुसँग पनि होला हैन। यसलाई कति पर्छ, कति रुपैयाँ पर्छ, कुन खालको पैसालाई कति पैसा पर्छ हैन, किन लान्छ, कसरी लान्छ, यो पैसा किनेर के गर्छ त, पैसालाई किनेर के गर्छ त भन्ने बारेमा म तपाईलाई आज जानकारी दिँदै छु। राम्रोसँगले अन्त्यसम्म यो भिडियो हेर्नु होला है साथीहरु। ठीक छ। अब सायद तपाईहरुले यो पैसा पनि देख्नु भएको होला है। अब यो पैसालाई कति आउँछ त है। हाम्रो नेपाली यो पैसा यो पुरानै पैसा हो। तपाईहरुले देख्नु भएको होला। मान्छेले कसैले भन्छ यो क वर्गको, ग वर्गको, घ वर्गको भनेर हैन। तर यो वर्गले केही फरक पार्दैन साथीहरु हैन। अब सायद यो रुपैयाँ पनि देख्नु भएको होला। यो भिडियो यो रुपैयाँ पनि देख्नु भएको होला। यो रुपैयाँ पनि सायद देख्नु भएको होला है साथीहरु सबैजनाले। जस्तै यो रुपैयाँलाई चाहिँ कति पर्छ त हैन। कस्तो कस्तो हुनुपर्छ त, कतिको क्लियर नोट हुनुपर्छ त हैन। कस्तोलाई कति रुपैयाँ दिन्छ त, लान्छ चाहिँ कसले, कहाँको मान्छेले लान्छ, नेपाली रुपैयाँ किन बिक्छ, यो पुरानो पैसा किन बिक्छ भन्ने बारेमा तपाईहरुलाई थाहा छैन। यो सम्बन्धी म तपाईहरुलाई केही जानकारी दिँदै छु। यो भिडियोलाई सबैजना लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला है। म तपाईहरुलाई यसको बारेमा अर्को भिडियो फुल भिडियो बनाएर हाल्दिने छु। सबैजनाले कमेन्ट गर्नु होला।